व्हाइट गुम्बातिर हिँडेको। ट्राफिक दाइले कता पठायो। यस्तो बाटो छ यहाँ। बाटो चाहिँ भेना माथि मलाई कुद्दैछ नि। ट्राफिक दाइले कहाँ पठायो यार। यत्रो लामो बाटो म हिँड्दैछु। व्हाइट गुम्बा जान आँटेको आज। भूकम्पपछि 13 दिन खोलेको रहेछ। बिजोक छ ल बिजोक। अहिले दौडी गर्छु पुरै नगरौँ यार। भेना चाहिँ एकदम स्वार्थी भएको कारणले सबै स्वार्थी मान्छे यार। यत्रो उकालो हिँड्ने मान्छे चाहिँ उहाँ नै हो। यति गाह्रो भयो पुरै नगरौँ यार। ओके रहेको छ। अब यहाँबाट चाहिँ अनेक कुराहरू भइरहेछ। तैपनि हामी एकचोटिमा पुगेर दर्शन बाहिरबाट भए पनि दर्शन गरेर फर्किने कुरो छ। त्यहाँपछिको हाम्रो डेस्टिनेसन अब जान पाएन भने अन्त पनि हुनसक्छ। तपाईँहरू हेर्दै गर्नु होला। च्यानलको नाम के छ अरे? सुजन खत्री च्यानललाई। अनि डोन्ट फर्गेट टु लाइक सब्सक्राइब अनि त्यहाँ बेल आइकन ट्याक्क हाल्नु बित्तिकै ड्याक्क है त। ल गाइस हिँड्ने नै केही छैन जिन्दगीमा। हिँडिन्छ। किशोर भाइ फल हानेर गइसक्यो। मै मात्रै हो यहाँ। ठाडै उकालो छ पुरै। ठाडै उकालो छ। हिँड्दा थाकिने भयो यो जिन्दगीमा। ओ माई गॉड राम्रो छ यहाँबाट चाहिँ पुरै भाइब्स गाउँवाला। ठिकै छ हिँडिन्छ। मेरो बाटो भेनाले मलाई यस्तो बाटोमा पनि लान सकेन। म भए सक्थेँ। बाटो नि यस्तो छ। हो ल जता जाम। खतम ल। अब हामी व्हाइट गुम्बा जान सकेनौँ। एकदम धेरै क्राउड। अनि त्यसपछि बाटो सानो चिप्लो बाटो लड्दै पढ्दै घोडा ठोक्दै टाइपको भयो। अनि हामी फर्क्यौँ। अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसन कतै नजिकतिर कतै जान्छ। यहाँबाट हेऱ्यो भने चाहिँ त्यहाँ हो होइन। त्यो डाँडामा त्यहाँ हो। त्यहाँनिर हजुर त बारे बा। अब के गर्ने त्यो जान सकेन। टाढैबाट बस्छ। यस्तै छ नेपालको हल्लीचल्ली बाटोघाटो। अरू भने त्यस्तै हो। अब हामी नेक्स्ट कता जाने हो? स्वयम्भूतिर जाने हो क्या हो? स्वयम्भूतिर जानु पर्ला। स्वयम्भूमै गएर गौतम बुद्धलाई भेटेर एकचोटि लाख बिन्ती गरेर हामी जान्छौँ भन्ने के हो थाहा छैन। हामी आइपुगेका छौँ। कहाँ आइपुगेका छौँ भने हामी कालु पाण्डेको चाहिँ समाधि गरेको ठाउँमा। हामी चाहिँ खास गरिकन आज हिँडेका कहाँ अरे भन्नु न। जाओस् तपाईँको शब्द। कहाँ? किन गयो व्हाइट गुम्बा? हामी तनाव दियो होइन। अनि त्यसको फ्रस्ट्रेसन उतार्नलाई हामी आएको छौँ कालु पाण्डे पार्क। यहाँ चाहिँ हाम्रो एकदम वीर कालु पाण्डेको चाहिँ समाधि गरेको ठाउँ हो यो। अनि छु म यहाँ। अरू केटाहरू चाहिँ आउँदैछन्। त्यसपछि अब चाहिँ पानी पनि पर्ला जस्तो भएको छ। हामी चाहिँ अब के गर्छौँ
यहाँ फोटोसोटो खिचेर अनि घरतिर हामी लाग्छौँ होइन त। एकछिन कुर्छौँ केटाहरूलाई पहिला। यस्तो छ यहाँ चाहिँ पार्क। कालु पाण्डेजी उहाँ हुनुहुन्छ, कालु पाण्डेजी। त्यहाँ छ भ्यू टावर, दामी छ भ्यू टावर पनि। ल यतातिरको चाहिँ यस्तो छ है ठ्याक्क। त्यो चाहिँ गेट हो। यस्तो छ यहाँको चाहिँ। इन्जोय। के भन्नु छ त? कहाँ गएर आएको रे? केमा फोन लाउने रे? हराएर यो भाइ हराएको कारणले गर्दाखेरि झन्नै हराएको होइन। मैले मेरो फोन राख्न दिएको थियो फोटो खिच्न भनेर। अब अर्को साधनमा चढेको तपाईँले कुरेको। तपाईँ फेरि चोकमा आउने बित्तिकै यसो दायाँ बायाँ हेर्नुहुन्छ होला भने चोकमा बसेको अपोजिट साइडमा मोबाइल निकालेर ठ्याक्क मोबाइल निकालेर भ्लग गर्दै हिँड्नु भयो क्या। अनि म यस्तो स्वाट कटेर जाँदाखेरि कहाँ मान्छे अगाडि गयो होला भनेको कलङ्कीसम्म रन्केर गइसक्यो भेट्दिनँ। हामी कलङपट्टि गएन नि। त्यही त तपाईँहरू त्यहाँ साइडपट्टि अलिकति यसमा गयो। हामी कहाँ जाँदैछौँ अरे? इन्द्रदह होइन त। यस हामी जाँदैछौँ इन्द्रदह। अब ट्यागको त्यहाँ गएर फेरि फोटोसोटो खिच्ने कार्यक्रम हुन्छ हाम्रो। आज त अब यति हिँडियो कि पुरै नगरौँ। हिँड्दैमा अहिलेसम्म त्यति चाहिँ म त्यस्तो ट्राफिकवाला बाटोमा हिँडेको छैन। थकित भयो होइन। अब यहाँ ट्याक्क इन्द्र सरोवर द एउटै त ट्याक्क हेरेर अनि भरिपूर्ण हुन्छौँ हामी है त। इन्द्रदह चाहिँ यस्तो रहेछ त। पानी कम खाडल ठुल्ठो भएछ होइन। यहाँ चाहिँ राम्रो रहेछ। यहाँ हो कामहरू हुँदैछ। यस गाइज अब चाहिँ हामी यो इन्द्रदहबाट पनि घुमेर फोटोसोटो खिचेर हामी यहाँबाट अब बाहिर निस्किने क्रममा छ। यसको फ्रन्ट लाइन चाहिँ यस्तो छ ट्यागको। यहाँबाट चाहिँ अब मजाको काठमाडौँ त हो नि होइन, काठमाडौँको मजाको भ्यू देखिन्छ। अनि यतापट्टि यहाँ साट्टा ह्यान्डसमवाला मान्छे छु म। अनि एउटा यहाँ प्लेन ट्याक्क उडिरहेको छ क्या त्यहाँ हामी। जाँदैछौँ यसपछि कहाँ भने तल पिकनिक स्पोट जाँदैछौँ। अब त्यहाँ यसो कोही चिर मान्छे चिन्जानको मान्छे रहेछन् भने फ्रीमा हामीले पुलाउ सुलाउ मासु खाइदिने हो। किनभने हामीसँग पैसा छैन होइन, पैसा 1 रुपियाँ पनि छैन। त्यो भएको कारणले गर्दाखेरि अब हाम्रो अनिल भाइहरूलाई हामी यहाँ कुरिरहेको छौँ। अब आजको खासै त्यस्तो स्पेसल त केही पनि छैन। अब यता कालु पाण्डेको यो समाधि गरेको ठाउँतिर आइयो। अनि व्हाइट गुम्बालाई छोडेर प्लान चाहिँ त्यहाँको थियो, त्यहाँ जान सकिएन। नेक्स्ट टाइम कुनै दिन टाइम मिल्यो भने त्यहाँ फेरि हामी जानेछौँ। अब चाहिँ तलतिर हामी पिकनिक स्पोटतिर लाग्छौँ। त्यहाँ यसो फोटोसोटो खिच्ने भिडियो सिडियो बनाउने कार्यक्रम हाम्रो यथावत नै रहनेछ। भाइ के छ मोही टेस्ट गर्ने हो त्यहाँको? हामी कहाँ गएर आएको? ल तिमीले अब चाहिँ यहाँको एन्डिङ भनिदिनु पर्यो। ल व्हाइट गुम्बादेखि भल्सा रेस्ट्रोमा चाहिँ अब मोही, यो चाहिँ मोही स्पेसल यहाँको होइन। चियर्स फर प्रकृति, चियर्स फर एभ्रिथिङ। यहाँ भेना हुनुहुन्छ, भेना पनि मोही खाने तर्खरमै हुनुहुन्छ। बिस्तारै हामी यहाँ मोही सोही खान्छौँ। चियर्स फर प्रकृति।